हेलो गुड मर्निङ छ सबैजना साथीभाइहरू। अनि यहाँ चाहिँ छोरी स्कुल जानु लागेको छ। म चाहिँ भर्खर मर्निङ वकदेखि आएँ। छोरी स्कुल जानु लागेको छ। अनि मैले उसले चाहिँ पानी बोतल बिग्रेको छ, बिर्सेको छ, बिग्रेको छ अरे। अनि म चाहिँ त्यहाँ हालिदिँदैछु। एकदमै बिहान बिहान स्कुल लाग्छ। अहिले चाहिँ 7:30 हुनु लागेछ। बाई गर्दा जाँदैछ। बहिनीले चाहिँ यहाँ झाडु लाउँदैछ। डेली रुटिन नि डेलीको काम झाडु पोछा सबै छोरी मान्छेको काम यही त हो। अब म मेरो रुम झाडु पोछा लाउँछु। अनि मम्मी पनि उठ्यो। मम्मीले चाहिँ छोरीको यहाँ के राखेको छ, नचाहिनेहरू फालिदिनु लागेको छ। अनि भाइहरू उठेकै छैन। भाइ, ओ भाइ, भाइ उठ उठ, 7:30 भइसक्यो। उठ, अहिले फेरि बाथरुम खाली हुँदैन। उठ, उठेकै छैन। फेरि बाथरुममा लाइन लाग्नुपर्छ नि, मान्छे धेरै छ। अनि बहिनीले चाहिँ यहाँ आँटा गुन्दैछ। आलु पराठा के बनाउने आज? आलु पराठा। धनियाँहरू काटेको छैन? आलु पराठा बनायो। मिठो मिठो खुवायो मलाई मोटी बनाउने उयो हो। कस्तो मल्दैछ हेर्नु। आलु पराठा रे। अनि यस्तो हुन्छ मेरो रुम बिहान। छोरी छोराले रातभरि खेल्छ। खाना खाएर एकछिन खेल्छ अनि सुत्छ। अहिलेसम्म उठेको छैन, सुतिरहेको छ। आज चाहिँ उसको बाउसितै सुतिरहेको छ। अब म चाहिँ यहाँ झाडु पोछा मार्ने हो। त्यसपछि मात्र नुहाइधुवाइ गरेर नास्ता खाने हो। पानी पनि पिएको छैन। म आउँदै थिएँ अनि पानी बोतल बिर्सेको रहेछ छोरीले। अनि मैले चाहिँ पानी बोतल दिएँ। आया कस्तो सिलाहरू धुँदैछ। ल गुड मर्निङ छ फेरि पनि सबैजनाले। आजको दिन तपाईँहरूको एकदमै राम्रो जाओस्।